नमस्ते खातापाताको यो नयाँ एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँहरूलाई थाहा नै छ खातापाता एउटा युट्युब च्यानल हो र यसले तपाईँहरूलाई एकाउन्टिङ नलेज सेयरिङ गर्दै आइरहेको छ। यसै क्रममा आजको यस एपिसोडमा हामी इटिडिएस जुन कर्मचारीहरूको मासिक तलबबाट कट्टा गरी कम्पनीले राखेको हुन्छ र उक्त राखेको टिडिएसलाई अग्रिम करलाई कम्पनीको प्रतिनिधिले मासिक रूपमा उसको व्यक्तिगत खातामा इटिडिएस अग्रिम कर कट्टी गरिदिनुपर्ने हुन्छ। यो कसरी गरिन्छ भन्ने बारेमा बुझाउने प्रयास गर्नेछौँ। कार्यक्रम सुरु गर्नुभन्दा अगाडि तपाईँहरूले आजसम्म हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन? सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र नजिकैको बेल आइकनलाई क्लिक गरिदिनु होला ताकि हामीले बनाएका यस्तै इन्फर्मेटिभ भिडियो सामग्रीहरू तपाईँहरूलाई नोटिफिकेसनको रूपमा आउन सकोस्। कार्यक्रमलाई सुरु गर्नु पूर्व टिडिएस भन्नाले के हो भन्ने बारेमा बुझ्नु महत्त्वपूर्ण छ। टिडिएस भन्नाले ट्याक्स डिडक्टेड एट सोर्स हो भने नेपालीमा यसको अर्थ स्रोतमै कर कट्टी भन्ने हुन्छ। सरल रूपमा बुझ्दा टिडिएस भनेको यस्तो कर प्रणाली हो जसमा तलब, सेवा शुल्क, भाडा, ठेक्का, ब्याज, लाभांश आदि जस्ता भुक्तानी दिने पक्षले नै कर कटाएर सरकारलाई बुझाउने गर्दछन्। यसलाई एउटा उदाहरणबाट प्रष्ट पार्न सकिन्छ। जस्तै तपाईँको कम्पनीले कुनै सेवा प्रदायक सर्भिस प्रोभाइडरलाई रु 10,000 तिर्नु थियो भने उसलाई भुक्तानी गर्दा कानुन अनुसार 10% टिडिएस लागू हुन्छ भने तपाईँले सेवा प्रदायक कम्पनीलाई 9,000 भुक्तानी गरी बाँकी 10%ले हुने रकम 1,000 सरकारलाई टिडिएसको रूपमा बुझाउनु हुन्छ। हो, त्यही 1,000 रुपैयाँ सेवा प्रदायक कम्पनीको लागि अग्रिम कर कट्टी हो। यसरी तलब, भाडा जस्ता भुक्तानीको पनि यसरी नै कानुनले तोके बमोजिमको कर कट्टी गरी तपाईँको कम्पनीले राख्ने गर्दछ र उक्त रकम सरकारका लागि राजस्व हुन्छ भने सेवा प्रदायक र जुन संस्था वा व्यक्तिको कट्टी गरिएको हो उसको अग्रिम कर कट्टी हुन्छ, जसलाई कट्टा गरी राखेको संस्थाले अघिल्लो महिनाको कट्टी रकम अर्को महिनाको 25 गतेभित्र आइआरडी अर्थात् आन्तरिक राजस्व कार्यालयमा दाखिला गराइसक्नुपर्छ। यसरी अनलाइन मार्फत दाखिला गर्ने प्रक्रियालाई नै इटिडिएस भनिन्छ र यदि यसरी दाखिला नगरेमा नियमअनुसार जरिवाना लाग्न सक्छ। सामान्यतया नेपालमा टिडिएस कुनमा लाग्छ र नेपालमा टिडिएस कुन कुरामा लाग्छ यसको बारेमा बुझौँ। तलबमा व्यक्ति अनुसार हुन्छ। व्यक्ति अनुसार भन्नाले हामीले योभन्दा अगाडि एपिसोडमै बुझिसकेका छौँ। नेपालमा प्रोग्रेसिभ ट्याक्स रेट अन्तर्गत वैवाहिक व्यक्ति र अविवाहित व्यक्तिलाई करको दर फरक छ। त्यही करको दरका अनुसार तलबमा अग्रिम कर कट्टी अथवा टिडिएस लाग्ने गर्दछ। ब्याजमा 5% लाग्छ, सेवा शुल्क कन्सल्टिङ फीमा 10% लाग्छ, भाडामा 10% लाग्छ जुन स्थानीय सरकारले उठाउने गर्दछ भने ठेक्कामा 1.5% लाग्छ भने लाभांशमा 5% लाग्छ। यहाँ प्रस्तुत गरिएका दर सामान्य उदाहरण हो। वास्तविक दर आयकर ऐन 2058 र वार्षिक बजेट अनुसार परिवर्तित हुन सक्छ। अब एकछिन यस सम्बन्धी कानुनको बारेमा बुझौँ। नेपालमा टिडिएस सम्बन्धी कानुनी व्यवस्था आयकर ऐन 2058 भित्र गरिएको छ। आयकर ऐन 2058 को धारा 87 मा टिडिएसको सामान्य व्यवस्था कोले कसरी कहिले कट्टी गर्ने भन्ने उल्लेख गरिएको छ भने धारा 88 मा टिडिएस कट्टी गर्ने व्यक्तिको जिम्मेवारी, कर कट्टी गर्ने व्यक्तिले कर सरकारलाई बुझाउनु पर्ने समय, तरिका आदि छन्। साथै धारा 89 मा कट्टी रकम करदाताको खातामा कसरी गणना गर्ने भन्ने व्यवस्था छ र धारा 90 मा जरिवाना र ब्याजको व्यवस्था छ। साथै धारा 91 मा कर कट्टी प्रमाण पत्र सम्बन्धी व्यवस्था गरिएको छ। यसै गरी इन्कम ट्याक्स रुल 2059 भित्र नियम 36 देखि 45 सम्म टिडिएस सम्बन्धी कसरी काट्ने, बुझाउने, फर्म नम्बर आदि समेटिएका छन्। साथै प्रत्येक वर्षको
नेपाल सरकारको वार्षिक बजेट र आर्थिक ऐनले पनि टिडिएसको दर अद्यावधि गर्ने गर्दछ। अब म तपाईँहरूलाई एउटा कम्पनीले टिडिएस डिडक्ट गरेर राखेको रकमलाई कसरी टिडिएस गर्छ भन्ने बारेमा एउटा उदाहरणबाट प्रश्न पार्ने प्रयास गर्नेछु। यो उदाहरणबाट तपाईँहरूले सम्पूर्ण कम्पनीहरूमा अथवा कम्पनीले टिडिएस डिडक्ट गरेर राखेको विभिन्न शीर्षकको टिडिएस कसरी गर्न सकिन्छ भन्ने बारेमा जान्न सक्नुहुनेछ। सुरु गरौँ। सबैभन्दा पहिला ird.gov.np लगइन गरेर करदाता पोर्टल्समा गइसकेपछि त्यहाँ करदाता पोर्टल खोल्छ र त्यहाँ इटिडिएस भन्ने ब्लकमा गएर क्लिक गरेपछि त्यहाँ एउटा इन्टरफेस आउँछ। त्यहाँ तपाईँले प्रयोगकर्ताको नाममा आफ्नो कम्पनीको प्यान, पासपोर्ट, पुनः पासपोर्ट, स्थायी लेखा नम्बर हालिसकेपछि कम्पनीको विवरण देखाउँछ र त्यहाँ तपाईँले आफ्नो सम्पर्क नम्बर राखेर भौचरको मिति भनेर लेखिएको ठाउँ हुन्छ। त्यहाँ एउटा भौचरको मिति भनेर लेखिएको ठाउँमा तपाईँले कुन दिन भौचर अथवा रकम दाखिला गर्नुभएको ब्याङ्कको त्यो ब्याङ्कको भौचरमा हेरेर तपाईँले त्यो डेट राख्नुपर्ने हुन्छ र कहिलेदेखि कहिलेसम्मको इटिडिएस दाखिला गर्न लागेको हो त्यो क्लियर रूपमा डेट त्यहाँ मेन्सन गर्नुपर्ने हुन्छ। यहाँ 2079 4 महिना 1 गतेदेखि 80 3 महिना 30 गतेसम्मको राखेर रजिस्टर गरिएको छ र ट्रान्जेक्सन भर्ने ठाउँमा क्लिक गरिसकेपछि त्यहाँ एउटा इन्टरफेस खोल्छ र त्यो इन्टरफेसको अलिकति तलपट्टि स्थायी लेखा नम्बर भनेर आउँछ। त्यहाँ तपाईँले कुन कम्पनी वा व्यक्तिको इटिडिएस गरिदिन लाग्नु भएको हो उक्त व्यक्ति वा उसको इटिडिएस उक्त व्यक्तिको प्यान नम्बर दाखिला गर्नुपर्ने हुन्छ। यसरी प्यान नम्बर दाखिला गरिसकेपछि त्यहाँ अटोमेटिक नाम देखाउँछ र तपाईँले कहिलेको इटिडिएस भुक्तानी गर्नु लाग्नु भएको हो त्यो डेट कहिले उहाँलाई भुक्तानी गर्नुभएको थियो त्यो डेट तपाईँले त्यहाँ मेन्सन गर्नुपर्ने हुन्छ र तपाईँले भुक्तानी गर्न लाग्नु भएको रकम कति हो त्यो रकम त्यहाँ उल्लेख गर्नुपर्छ। यहाँ 10,000 रुपियाँ भएको कारणले गर्दा 10,000 दाखिला गर्यो र 10,000 को 1.5% हुन आउने टिडिएस 150 रुपियाँ राखेर यहाँ मैले इन्डिभिजुअल और प्रोप्राइटरसिप फर्मको अग्रिम कर कट्टी दाखिला गर्न लागेको भएर यहाँ शीर्षक नम्बर 1111 भयो। यदि मैले यहाँ स्यालेरीको इटिडिएस गर्दै थिएँ भने 11211 भनेर हुन्थ्यो, सामाजिक सुरक्षा कर भनेर हुन्थ्यो। तपाईँले जुन सेक्टरको अथवा जुन व्यक्ति जुन शीर्षकमा टिडिएस गर्न लाग्नु भएको हो त्यो टिडिएसको शीर्षक चाहिँ तपाईँहरूलाई स्पष्ट रूपमा थाहा भएको हुनुपर्ने हुन्छ। यसरी तपाईँले शीर्षक नम्बर राखेर क्लिक गरिसकेपछि त्यसलाई तपाईँले तलको बटममा गएर एड गर्नुहुन्छ। एड गरेपछि त्योभन्दा तलपट्टि सेभ भएर देखिन्छ, त्यसलाई सेभ गर्नु। सेभ गरिसकेपछि अब तपाईँले भौचर दाखिला गर्नको लागि भौचर भर्ने ठाउँ भन्ने हुन्छ। माथिपट्टिको राइट साइडमा भौचर भर्ने ठाउँमा क्लिक गर्नुहोस् र शीर्षक नम्बर अटोमेटिक देखाउँछ उतापट्टि सेलेक्ट गरेको शीर्षक नम्बर त्यो राख्नुहुन्छ र त्यहाँ भौचर नम्बर राख्नुहुन्छ। जुन भौचर नम्बर राख्नका लागि तपाईँले पहिला डाउनलोड गरेर अथवा तिर्नु भएको कति हो त्यो स्लिपलाई तपाईँले डाउनलोड गरेर राख्नु भएको छ भने त्यो स्लिपलाई हेरेर तपाईँले भौचर नम्बर त्यहाँ राख्नुपर्ने हुन्छ। यसरी भौचर नम्बर राखिसकेपछि तपाईँले तिरेको प्रकार कहाँबाट तिर्नु भएको थियो, ट्याक्स अफिसमै गएर तिर्नुभएको थियो अथवा अनलाइन। हामीले यो अनलाइनबाट तिरेको भएर अनलाइन भनेर राख्यौँ र तिरेको मिति कहिले हो त है त्यो अघि हामीले 11 महिना 25 गते भनेर राखेका थियौँ नि, 2081 साल 11 महिना 25 गते यहाँ त्यो राख्छौँ र कुन ब्याङ्कमा तिर्नु भएको थियो त्यहाँ तपाईँले अघि नै देखाउँछ। त्यहाँ एउटा फर्म हेर्नु भने त्यो फर्मको तलपट्टि तपाईँले गरेर हेर्नुभयो भने त्यहाँ तपाईँलाई कुन ब्याङ्कमा दाखिला गरेको देखाउँछ। यहाँ एभरेस्ट ब्याङ्क रहेछ, त्यही भएर हामीले एभरेस्ट ब्याङ्क राख्यौँ। अघि हामीले मितिमा 11/25 राखेका थियौँ, त्यो 11/25 ठिकै छ। त्यहाँ राखेर हामीले रकम कति थियो त 150 रुपियाँ थियो होइन, 150 रुपियाँ त्यहाँ दाखिला गरेर यसलाई एड गर्छौँ। यो एड गरिसकेपछि फेरि हामी फर्केर ट्रान्जेक्सन भर्ने ठाउँमा जान्छौँ र त्यसलाई सेभ गरेर सब्मिट गर्छौँ। यसरी सब्मिट गरिसकेको कुरालाई तपाईँले फेरि सच्याउन सक्नु हुँदैन र अब यसरी सब्मिट भइसकेको भौचरलाई तपाईँले आफ्नो आइआरडीको फेरि ट्याक्स लगइन पोर्टल्समा गएर लगइन गरेर भेरिफिकेसन गर्नुपर्ने हुन्छ, जसका लागि भेरिफिकेसनमा गएर तपाईँले क्लिक गर्नुहुन्छ। यसरी भेरिफिकेसनमा क्लिक गरिसकेपछि के भेरिफिकेसन गर्न लाग्नुभयो त तपाईँले टिडिएस भेरिफिकेसन गर्न लागेको भएर हामीले यहाँ टिडिएस क्लिक गर्छौँ र अघि नै हामीले सब्मिट गरेको सबमिसन नम्बर त्यहाँ राखेर भेरिफाइड गर्छौँ। यसरी भेरिफाइड हालिसकेपछि सक्सेसफुल्ली भेरिफाइड भनेर आउँछ। यसरी भेरिफाइड भइसकेपछि तपाईँको टिडिएस भेरिफाइड भयो। यसरी तपाईँले जुनसुकै शीर्षकको अथवा जुनसुकै व्यक्ति वा संस्थाको इटिडिएस गर्न सक्नुहुन्छ। हस् त, तपाईँहरूलाई आजको हाम्रो यस प्रोग्राम कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला।
तपाईहरुलाई कुनै जिज्ञासा छ भने पनि हाम्रो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, फलो, शेयर गर्दै नजिकै बेल आइकन पनि क्लिक गरिदिनु होला ताकि हामीले बनाएका यस्तै इन्फर्मेटिभ भिडियोहरू तपाईहरुलाई इन्फर्मेसनको रूपमा आउन सकोस्। धन्यवाद।